अहिले चाहिँ म नेपालटार र मङ्गलबार जाने बीच सडक खण्डमा छु। अहिले यो ठाउँ चाहिँ शान्ति डाँडा भन्दो रहेछ। अनि बाटो एकदमै खतम छ हैन, एकदमै खतम रहेछ र सबै ठाउँमा हैन। यो गागरे भन्छ के भन्ने ठाउँ आसपाससम्म त त्यहाँबाट चाहिँ ठिकै छ, त्यहाँ पछि यता नेपालसम्म बाटो एकदमै खतम रहेछ। पुरा भ्लग हेरिदिनु होला है। आज हामी दाजुभाइ अब कसरी आइयो भनेर चाहिँ कसरी हिँड्यो भनेर हैन, अब बाइकमा यस्तो छ है, बुटसुट लाएर हिँडेको बिजुक तरिकाले हामी फर्किने गरेको। आजको भ्लग चाहिँ एकदमै खतरा हुनेवाला छ। अब उताबाट गाडी आउँदैछ, साइड चाहिँ कहाँ दिने त? बिस्तारै है दाइ, बिस्तारै जानु होला, बिस्तारै गाडी आयो। यसलाई फेरि कहाँ साइड दिने त मैले? आउनुहोस् दाजु, आउनुहोस् तपाईँ। यो चाहिँ बाध्यताले नै कुदाइएको जस्तो छ हाम्रो ठाउँतिर चाहिँ। बाटोको हालत हेरेर इलाम मात्रै भनिन्छ, इलाम पनि कहाँ विकास भएको र छ त। हाम्रो नगरपालिका जाने बाटो यस्तो छ। सबैभन्दा कान्छो नगरपालिका। फेरि पछाडि यस्तो चिप्लिहाल्छ नि। यस्तोमा कुदाउनु परिरहेछ। तल तल कस्तो छ बाटो? भिर छ तल भिर छ एउटा। अब पिच आयो। ए बस्ने गरेर पिच रोड हिँड्ने, अनि बाँकी सबै फेरि अनि के भन्छ यो कालो पत्रेमा हिँड्ने। अनि फेरि त्यस्तै चाहिँ अब बाटो चाहिँ आज चाहिँ हाम्रो भ्लग चाहिँ पुरा मङ्गलबारेदेखि नेपालबाट मङ्गलबारेसम्म नै हुनेछ। यो खतरा बाटोमा चाहिँ अब यहाँको मौसम पनि अब फुल लागेर चाहिँ एकदमै धुम्मी पनि रहेको छ, पानी पर्छ जस्तो पनि छ। बिहान घाम लागिरहेको थियो। यो बाटोले मलाई फेरि यस्तै फेरि यहाँ कता बाटो माथिबाटै थियो होला। नयाँ बाटोमा एउटा के चाहिँ थाहा हुन्न भने, नयाँ बाटोमा पहिलोचोटि आउँदाखेरि बाइक कहाँबाट दौडाउने भन्ने कुरो थाहा हुन्न क्या। अब यस्तो डाँडा डाँडा त कुदाइन्छ नि, चिप्ल्यो भने चाहिँ के गर्ने त? त्यो हो क्या मेन कुरा। बाटो एकदम चिम्टी माटो रहेछ फेरि। भरियो भनेको अनि कहाँ पुग्छ उस तल? मेरो साथले त उपचार गरिँदैन होला फेरि। हरिदिएको रहेछ है, हरिदिएको। आज 2 कार्यकाल हाम्रो के अरे मेयर एमालेको मेयर साथ सूर्यमान ए होइन तलबाट फेरि तिन कारमा हिलो छ नि त फेरि। उर्ल्यौ तल बिल कत्रो छ नि? एकछिन माथि जान्छु, हुन्छ बिस्तारै म भिडियो खिच्नु पऱ्यो। बस बस है, तपाईँ बस है। बाइकवाला अलिक प्रो ड्राइभर भएर मात्रै हो कि। अन्त यसकोमा अलिकति झऱ्यो भने उस तल उस गाडीमा पुग्ने रहेछ। माथि गाडीहरूमा वर्षेनी यो दुबई नगरपालिका जाने बाटोमा बजेट अलिक बाटोको हालत त्यस्तो छ। यो बाटो आउने मान्छेलाई चाहिँ सुट बुट कसेर कोट पेन्ट टाइ लगाएर बाइकमा चाहिँ आउनु होला यो सिजनमा। र हिउँदमा पनि धुलो चाहिँ किसिम हुन्छ जस्तो लाग्यो मलाई। त्यस्तो गमुट लाएर आउनु होला। गमुट लाएर देउमा नगरपालिका कार्यालय जानुपर्छ है साथीहरू। अब यो चाहिँ मुख्य सडक हो, देउमा नगरपालिका जाने मुख्य सडक हो। यो सडकमा चाहिँ धेरै वर्ष पहिलादेखि नै अब हो यो बाटो पनि बनेको हो। तर गुणस्तरहीन बनेपछि आज हामी अब मैले चाहिँ दुःख पाएँ। अरू तपाईँहरूलाई सहजै होला सायद। मैले चाहिँ दुःख पाएँ है यो बाटोमा। अलिकति नगरपालिका जाने बाटो भएपछि थोरै केही त हुनु पर्थ्यो, दुःख लाग्यो। यो बाटो धेरै समयपछि आएँ म पनि। ठाउँमा मात्रै कालो पत्रेको यो पत्रा देखिन्छ, तर बिच बाटोतिर यो गाडी हिँड्न गाह्रो भयो।
धान रोप्ने सिजन गए पनि धान फल्ने स्थिति छ बाटो। ए ल हेर्नु त अनि बाफ्रे यस्तो छ यो के भन्ने यसलाई। अब अलिक धेरै अगाडिदेखि बाइक अलिअलि कुदाएर अफरोडिङ गर्दा मात्रै यो अफ हुन्छ घरिघरि त बाइकै अफ हुन्छ क्या। अब डाँडा डाँडा कुदाउनु पनि फेरि यो के भन्छ सबै हिरो टायरमा हुन्छ नि त। अनि ओहो अब चिप्लिने डर हुन्छ। अब चिप्लियो भने के हुन्छ थाहा छ होला नि होइन, दिलमिली झरिन्छ। अब यहाँदेखि त जाने कुरै भएन, हाल्नै पऱ्यो खाल्डामा हिँड्दै। अब यहाँदेखि यताबाट देखाउँदा हाल्दा के हुन्छ, यहाँदेखि बाटो सानो यहाँदेखि झऱ्यो भने फेरि के हुन्छ होइन। गम्मुटको हालत यस्तो छ। खुसी लाग्यो अब जेस हाम्रो नगरपालिका जाने बाटो यस्तो देख्दाखेरि खुसी नै हुँदो रहेछ। तल तल खुट्टामा हालत यस्तो छ। बाइकै अलिकति ध्यान दिनुपर्ने जस्तो देखियो। तर आज भ्लग बनाउँदै भन्दा नि विशेष कामले आएको भ्लग बनाइदिउँ भनेर यसो हेरेको त बाटोकै मलाई भ्लग बनाउनु मन लाग्यो क्या यहाँको। अब यहाँ चाहिँ के भन्ने होइन, अब कसैलाई दोष पनि नदिउँ, यो मेरै दोष हो, मेरै गल्ती हो। म यो बाटो आउनु हुँदैन आइयो। अब के भन्नु, काम पर्छ नि है। आज त दाजुभाइको बाइक राइड भन्दा पनि कामले हामी मङ्गलबारे हिँडेको नेपाल टारबाट। यो चाहिँ मङ्गलबारे जाने मुख्य सडक, मुख्य बाटो भनौँ न। यो बाटो चाहिँ अब हाम्रो सबैको काम पर्दा नगरपालिका जाने बाटो पनि यही हो। अनि यो बाटो चाहिँ एकदमै खतम भएको रहेछ है अहिले। बैशाख के भन्छ बर्खामा पनि अब एकदम बिजोग, हिउँदामा पनि अब बिजोगै हुन्छ, धुलो हुन्छ नि त। अनि त्यो भएपछि एकदमै गाह्रो के हुन्छ। ठाउँ ठाउँमा चाहिँ पुरानो पिचहरू रहेछ अलिअलि, तर धेरै ठाउँमा चाहिँ धेरै ठाउँ होइन, लगभग त्यो पिच त थोरै मात्रै छ। त्यही पुरानो पिचहरू अलिअलि भएको, त्यही पनि त्यति राम्रो क्वालिटी त छैन, सुख चल्ने खालको छ। बाटो त खतम छ है साथीहरू। पानी पनि पर्ला जस्तो छ। पानी पऱ्यो भने आज झन् बिजोग हुन्छ बाटो। त्यस्तो छ। अब हिजो रातिबाट पानी नपरेको, पानी नपरेपछि आजको हालत यस्तो छ। पानी पऱ्यो भने झन् कस्तो हुन्छ। बाइक अब त्यस्तो अफरोड कुद्ने खालको पनि छैन, एनएस छ, अलिकति गाह्रै हुँदो रहेछ यो बाटोमा हिँड्नु। ल यहाँ तल त मान्छे हिँड्छ भनेर ढुङ्गै राख्दैछ गाडी हुन्छ भने। अनि हेर्नु त अनि बिजोग शान्ति डाँडा बजार कटेर यतापट्टि के भन्छ अब के भन्ने ठाउँमा आइपुगिसक्यो। यता चाहिँ बाटो ठिकै रहेछ। पुरानो बाटोहरूले पनि यतिको पिच त ठिकै नै हो। ठाउँ ठाउँमा चाहिँ ठिकै रहेछ, अरू ठाउँ चाहिँ निकै गाह्रो। हामी लगभग के भन्ने के ठाउँमा आइपुग्यो अहिले? अब पहिरै भन्जान्छ सायद पहिरै भन्जाङ भन्छ होला। यहाँ सोधौँ न अङ्कल, यो ठाउँको नाम के हो? हजुर, यो ठाउँको नाम के हो? सानो यो पहिरै भन्जाङ हो। लस्, धन्यवाद। हामी शान्ति डाँडा कटेर पहिरे भन्ज्याङ भन्ने ठाउँमा आइपुग्दाखेरि लगभग हामीलाई नेपालदेखि कति धेरै लाग्यो। टाइम नभनौँ भने बाटो अलिक खतम छ। यता चाहिँ अलिक ठिकै लाग्यो है। फेरि यात्रा चाहिँ एकदमै रमाइलो छ, हाम्रो राइड एकदमै रमाइलो छ। तर यो बाटोले अलिकति बेला बेला ठाउँमा खतम भएर चाहिँ अलिकति मुडक बनाइरहेको छ। हाल्नु पनि गाह्रो हुन्छ, छेउमा हाल्नु पनि चिप्लिनेसम्म आउनु हुन्छ, तर भिड छ गाह्रो छ। ल यत्तिकै बाटो मात्रै भए पनि ठिकै हो क्या। यत्तिकै मात्रै बाटो भए पनि चल्छ नि जग्गा त, तर यत्तिको पनि छैन। एकदमै बिजोग रहेछ बिजोग। यतिको बाटो त 73मा आउँदा 2073मा आउँदाखेरि नागरिकता बनाउन आउँदा नि यस्तै थियो होइन र बाटो? यो चौरतर होइन, धेरै वर्ष अगाडि पनि यस्तै नै थियो नि। यो नबनेको त धेरै भयो, नआएको पनि लगभग 8 वर्ष भयो होला। त्योभन्दा अगाडि पनि 10 वर्ष अगाडि पनि यस्तै थियो क्या बाटो।
पर्यटकीय क्षेत्रले मारमा परेको पानीटार पनि यसकै नजिक छ। तर यो भौतिक पूर्वता विकासले गर्दाखेरि हाम्रो यातायात सडक सञ्जालै सबैभन्दा यसको मेन महत्त्वपूर्ण कुरै भए तापनि अहिलेसम्म पनि बन्न सकेको छैन। हामी पहिरै भन्ज्याङ आइपुग्यो। कता हो सिधा हामी जानुपर्ने। यहाँदेखि हामी लेफ्ट गयो भने हामी पानीटार, अनि यहाँबाट हामी सुखानी हुँदै झापा पनि पुग्न सकिन्छ। हामी सिद्धिथुम्का जाने बाटो। राष्ट्रिय चिया तकनिकको सिद्धिथुम्का जाने बाटो। यहाँबाट झापा पनि जान्छ। यही बाटो पानीटार पनि यहीँबाट हो। अगाडि होला जस्तो लाग्यो मलाई। हामी चाहिँ लगभग मङ्गलबारे बजारको छेउमा आइपुगे जस्तो छौँ। यो पनि परेपछि मङ्गलबारे बजार आइपुग्नु हाम्रो नगरपालिका काँक्री भन्ज्याङबाट यता चाहिँ बाटो ठिकै रहेछ। त्योभन्दा उता चाहिँ धेरै नै अलिक गाह्रो पऱ्यो है। यो बाटो क्रस गरेपछि हामी मङ्गलबारे बजार छिर्यौँ। यो चाहिँ मङ्गलबारे बजार रहेछ है। मङ्गलबारे बजार यहाँको माहौल आज अबभन्दा ठ्याक्कै 8 वर्षपछि मैले हेर्दैछु है। यहाँको मङ्गलबारे आज कस्तो छ। 8 वर्षभन्दा पछि अझ 8-10 वर्षै भयो होला लगभग सेन्टीमा पनि। सिरिसो ठाउँ हाम्रो राखे जस्तै नै यहाँ पनि धेरै डेभलप चाहिँ भएको छ अलिक पहिला हेरे चाहिँ। नगरपालिका कहाँ छ अरे? नगरपालिका अलिक तलै होला। अहिले चाहिँ हामी ठ्याक्कै मङ्गलबारेको चोकैमा लगभग आइसक्यो। बजारमा बाटो साँगुरो हो है। बाटो साँगुरो। यहाँ हाम्रो म्युजिक भिडियो सिजन तपाईँको 3 पाते भन्ने पनि सुटिङ भएको ठाउँ यही हो। यहाँनिर ल हेर्नुहोस् अलिक तल अगाडि ठ्याक्कै त्यहाँ मेला लाग्ने ठाउँमा। आज त मेला थियो कि मान्छे धेरै छ त। आज के भएर वेडनेसडे हो नि त आज। बुधबार होइन मङ्गलबार लाग्नुपर्ने हो। तर बुधबार लाग्छ होला र शुक्रबार के हो खोइ थाहा छैन मलाई पनि। आज त मेला जस्तो छ नि। मेला जस्तो लागिरहेको रहेछ। ल यो चाहिँ मङ्गलबारेको चोक बजार है साथीहरू। ए मेला नि लागिरहेको रहेछ नि त। मेला नि लागिरहेको छु। बाटो हेरेँ उल्टो कुरा चाहिँ उल्टो सोधौँ न एकजना अङ्कललाई कता। ए यहाँ तल भयो। ल अहिले चाहिँ म देउमाई नगरपालिकाको अगाडि छु। यो चाहिँ हाम्रो देउमाई नगरपालिकाको ठुलो भवन रहेछ है। एकदमै ठुलो छ। यो त हेर्दा चाहिँ एकदमै के भन्छ टक्क राम्रो देखिन्छ। तर मेरो हालत यस्तो भएर आइपुग्यो देउमाई नगरपालिकाको अगाडि। जस ठिक छ। अब बिस्तारै हुन्छ बन्दैछ र ठिकै छ। अब देउमाई नगरपालिकाको आज हाम्रो नयाँ भवनमा यो हाम्रो भवनमा आइपुग्दाखेरि खुसी लाग्यो। भवन देख्दाखेरि ठुलो बनेको रहेछ, राम्रो बनेको रहेछ। गम्बुट लाएर छिर्ने यो भवनतिर। भवन चाहिँ यति राम्रो छ। अब यो गम्बुट लाएर भित्र छिर्दाखेरि चाहिँ कस्तो हुन्छ होला भन्ने मलाई है लागिरहेको छ। हेल्मेट यतै राख्दा हुन्छ होला है। यो भवन अनुसारको हाम्रो हल अनुसारको हाम्रो सम्पत्ति हो। तर यो अनुसार चाहिँ यसो आएन कि अलिक भएन नि त। यो अलिक बाटोको स्थितिले गर्दाखेरि हामीले लाउन बाध्य भएको छ। ल जाउँ अब तल रहेछ। ल हामी इलाका प्रशासन कार्यालयमा अहिले चाहिँ म प्रशासन कार्यालयभित्र छिर्दैछु। किनभने हाम्रो यहाँ थोरै काम छ। ए धुसिनीको अम्बा एकदमै मिठो छ। घरमा पनि मैले लाँदैछु यहाँबाट।